आज हामीहरू कक्षा बीएस थर्ड इयरको ट्याक्सेस नेपालमा रहेको च्याप्टर 14 रेसिडेन्सियल स्ट्याटसको बारेमा पढ्न गइरहेका छौँ। रेसिडेन्सियल स्ट्याटस भन्नाले बासिन्दा हैसियत। अब मान्छेहरू नेपालको के भन्छ नागरिक हो कि दाइ भनेर हामीले कसरी पत्ता लगाउने त्यसको बारेमा पढ्ने हो। यो चाहिँ हाम्रो इक्जाममा 5 मार्क्सको पनि आउन सक्छ अनि कहिले कहिले चाहिँ 2 मार्क्सको पनि आउन सक्छ। तर अहिलेको मोडेलको कन्सेप्ट चाहिँ यसलाई 5 मार्क्समा देखाएको छ। अब यसमा यो हामीले यसको प्रब्लम सल्युसन गर्नुभन्दा अगाडि यो पोइन्ट्सहरू जान्दाखेरि इजी हुन्छ। अब कन्ट्रीको रेसिडेन्ट बासिन्दा हुनको लागि यो 3टा पोइन्ट चाहिँ एकदम जरुरी पोइन्ट हो। जसमा पहिला के छ भन्दाखेरि वर्षको 360 अविच्छिन्न भनेको वर्षको 360 दिनमध्ये कुनै पनि व्यक्तिले 182 दिनभन्दा बढी नेपालमा बस्छ भने उक्त व्यक्तिले यहाँको रेसिडेन्स पर्सन हुन्छ हैन। अब कुनै पनि व्यक्ति नेपालमा बस्ने होस् कि बाहिरबाट आएको व्यक्ति होस्, यदि यहाँ हामीले 182 दिन कटाएको छौँ भने हामी चाहिँ रेसिडेन्ट पर्सन हुन्छ। अब अर्को पोइन्ट के छ भन्दाखेरि यदि हाम्रो यो नेपाल सरकारले यहीँबाट पठाउँछ नि अरू कन्ट्रीमा एम्बेसीहरू गरेर अनि अरू देशमा काम गर्नको लागि, तर हामी त नेपाली नै हो, यहीँबाट गएको हो नि त काम गर्नको लागि। अनि हामीले सरकारले पठाउने भएकाले हामीलाई पनि त्यस्तो व्यक्तिलाई पनि के मानी डाइरेक्ट रेसिडेन्ट पर्सन मान्ने। अनि नेक्स्ट पोइन्ट हो भन्दाखेरि हाम्रो यो नेपालीहरूको यहीँ पर्मानेन्ट सिटिजनसिप छ भने बच्चैदेखि यहीँ बसेको छ या फिर हाम्रो कुनै बिजनेस इन्भेस्टमेन्ट एक्टिभिटी हामीले यहीँ गर्छौँ भने त्यो पनि त्यस्तो गर्छौँ भने त्यो पनि रेसिडेन्स पर्सनको क्वालिटीभित्र पर्छ हैन। यति भयो। अब